भोले बाबा के प्यारे हाम्रा मुलुकवासीहरू अर्काको भद्रो हेर्दा हेर्दै विवश भएर चाप र बाध्यतामा सिकुडिरहेका छन्, जकडिरहेका छन्। चिन्नमा परेको मुसो जस्तै भएर दिन बिताइरहेका छन्, रात कटाइरहेका छन्। आफूले आफूलाई नै सताइरहेका छन्। आफूले आफैलाई आफ्नै ठाउँमा सताइरहेका छन्। परचक्रीकै मतीमा अझै धर्सिनी नै बताइरहेका छन्, उतै जान कसिरहेका छन्। अर्काकै चुनाव प्रथा ओढेर अर्काकै मतीमा बगेकालाई प्रतिनिधि बनाएर सत्तामा पुर्याइराखेका छन्। उनीहरू चाहिँ भत्ता खाएर पत्ता हल्लाएर सत्तामा झुन्डिएर परचक्रीले हराएको कानुन भट्टाभट पास गर्दै गइरहेका छन्। जैसा का तैसा मिला कैसा मजा आयो वातावरण दर्शाइरहेका छन्। मुलुकभरि छरिएका जनजीवनलाई तर्साइरहेका छन्। अब यिनलाई कसले आशीर्वाद बर्साउँछ? यिनीलाई अहिले चैन पनि छैन, अनुकूलको ऐन पनि छैन। सरकारले पनि यो मुलुकवासी नै होइनन् जस्तो व्यवहार गरिरहेको छ। पर्दा पछाडिको कालो शक्तिलाई अगाडि सारेर अहिले ग्यासको अभाव देखाइरहेको छ। मुखले चिप्लो घसेर झारो टार्ने काम मात्र गरेर दिन भेर्काइरहेका छन्, समयावधि कटाइरहेका छन्। पर्दा पछाडिको कालो शक्तिको आदेश मात्र तामिली गर्नमा सारा कसरत गरिरहेका छन्। यिनका आँगनमा दशरथ खुसी हुनै नसक्ने अवस्थामा पुर्याइरहेका छन्। अब यिनले बडो भुइँ रामलल्लाको पूजा गर्छ। अब यिनका रामलल्लाको पूजा सफल होला। यी त बुझपचार अर्कैका मतीमा बगिरहेका छन्, सतबाट डगिरहेका छन्। मुखमा राम राम बगलीमा छुरा राखेर बैलपात कुरा गर्दै अलमल र ढुलमुलमा पारिराखेका छन्। मात्र लट्याउने र पट्याउने कुरा मात्र एकहोरो भट्याइरहेका छन्। परचक्रीलाई नि यो मुलुकमा हालिमुहाली गराउन लागिरहेका छन्। परचक्री भित्राउने कानुन मात्र भट्टाभट पास गराइराखेका छन्। पर्दा पछाडिको कालो शक्तिको आदेश मात्र तामिल गर्न अगाडि सरिरहेका छन्। हे प्रभु साक्षात भोलेनाथ, ये मर्ता क्या क्या नहीं कर सकता प्रभु। गाउँ ठाउँ इलाका सहरमा फैलाइरहेछन् मात्र सुख, अन्यल, जर्जरता र बर्बरता। ये मर्ता क्या क्या नहीं कर सकता। अतिमा बगेर खती मात्र गर्नमा चाहिँ साह्रै नै तत्परता। ये मर्ता क्या क्या नहीं कर सकता। वित्पात बुद्धि लिएर उत्पाद मात्र मचाउँदै आएका थिए, अहिले त विध्वंस हेर्न र विभत्स दृश्य पनि हेर्नमा ज्यादै नै तत्परता। ये मर्ता क्या क्या नहीं कर सकता। हे दैव शिव, हरे उसरठमा आफ्नै मुलुकमा यो कस्तो कस्तो घोर दुर्दशा र अनर्थ मात्र देख्दै जानु पर्यो। अहिले अतिमा मात्र बगेर खती गर्न चाहिँ अग्रसर नै भइराखेका छन्। जहिले आफ्नो राष्ट्र एक धर्म सहिष्णु जनतन्त्रात्मक हिन्दू अधिराज्य हो भनेर अडिग हुन्छन् यी अब कहिले उनको असली मती फिर्ला।
यी त अखण्ड सनातन धर्म नभनेर वैदिक सनातन भन्न पुगेको छ। वैदिक र तन्त्र त मार्ग हो, हिन्दू नीति हो। अखण्ड सनातन नै उच्चारण गर्दै बैलपात बुद्धिले उल्कापात गर्दै हिँडेको झुक्क्याउनुमा माहिर छन्। विधाताले नपुग्याए जमिनलाई कसैले तहलाउन सक्छ। यी भित्रैबाट मरिसकेकाहरूलाई नजिकै छ ठेला, सामनेमै भेट्टाउनेछन् दैले। यिनका गाउँ ठाउँ इलाका सहरमा त दुष्टात्माहरूको मात्र बिग्बिगी फैले। कुपित बुद्धि दुष्ट चाल मात्र गरेर आफ्नो मुलुकलाई बेहाल अवस्थामा पुर्याएर यिनका वरिपरि दूषित आल मात्र फैले। जय हो उल्लु भैया। परम प्रिय मित्रहरू, यो घोर सङ्कटका घडी आफ्नो सद्बुद्धि खुलाउनुहोस्। मुलुकको हित, उन्नति, प्रगति र समुन्नतितर्फ सधैँ दत्त चित्त रहनुहोस्। मानिस चेतनशील प्राणी, सचेतना बढाएर चैतन्यमा पुग्नु पर्यो नि, अनि पो छलाङ हुन्छ। छलाङ भएन भने कोलको बैलो हुन्छ, अनि तिम्रा सुख शैल चौपट हुन्छ। मुलुक नभएसम्म हामीलाई अनुकूलता मिल्दैन। अनुकूलता नभएसम्म साधना पनि हुँदैन, व्यवहार पनि हुँदैन। यिनको सोचाइ यिनीलाई आफैलाई घोचाइ भएन। कुपित बुद्धि दुष्ट चाल भएन, ठेक्का छैन। आफ्नो शासन अर्कालाई ठेक्का दिन पुगेको छ। अब चोटा कोठा पनि ठेक्का दे, तिमीलाई ठेक्कै दिने रहर छ भने कोठा चोटा पनि ठेक्का देऊ। तिमीलाई आराम हुन्छ, चाहिनुहुन्छ, आनन्द हुन्छ, शीतलता मिल्छ। कति मूड बुद्ध राख्न सक्यो, हुड जातिको पुतला बन्न। उसलाई खुँदो भएको छ, यिनलाई हुँदो भएको छैन। अब जिउँदो रहनु पनि मुस्किल छ। सबै कुराबाट हात धुनु परेपछि यी जिउँदो रहन्छ। मुलुकमा न्युपिउ गरेर हाहाकार मचाइराखेको छ। कहिले के को हाहाकार, कहिले के को हाहाकार, अहिले ग्यासको हाहाकार। समाजको बसमा समाज छैन। पर्दा पछाडिको कालो शक्तिले के भ्याइराखेछ। चेतनशील मान्छे सचेतना भएर चैतन्यमा पुग्नु पर्यो। लाछी पाम्रो नपुग्छक घोर गद्दारी ठहरे बर्बादीमा बगिरहेको छ। राष्ट्र भए भावनाको पोषण हुन्छ, राष्ट्र नभए भावनाको पोषण नभए छलाङ हुन्छ। राष्ट्र भए भावनाको कलिलो भावनाको संरक्षण हुन्छ, राष्ट्र नभए। राष्ट्र भए परिचय हुन्छ, राष्ट्र नभए मान्छेको जातलाई चाहिन्छ परिचय। परिचय बिनाको मान्छे हुन्छ। कुपित बुद्धि दुष्ट चाल किन गर्छ? यो घोर सङ्कटमा सबैमा समयमै सद्बुद्धि आओस्, सबैको मङ्गल होस्, कल्याण होस्, आराम सुविस्ता होस्, यही गहिरो कामना छ। आद्याशक्ति जगत जननी श्री भवानी सगैर प्रार्थना छ। मङ्गलम भवतु। हरि ओम तस्सत्।